स्वागत गर्छु म तपाईलाई मेरो अर्को इन्फर्मेटिभ भिडियोमा। सो आजको यो भिडियोमा चाहिँ म एकदम इम्पोर्टेन्ट टपिक्समा कुरा गर्नेछु। सो हामी कतिपयको बानी हुन्छ कि हैन, मोबाइल चलायो हैन, मोबाइल चलायो अनि चलाउँदै निद आयो, अथवा चलाउँदै अनि सिरानी मुनि हाल्दियो अनि सुत्दियो। तर यो एकदम डेन्जर काम हो साथीहरु है। यो मोबाइल यसरी चलाएर कहिले पनि सिरानी मुनि राख्ने अनि जहाँ चाहिँ अलिकति कन्जेस्टेड एरिया हुन्छ, जहाँ अलिकति प्रेसर पर्ने एरिया हुन्छ, त्यो ठाउँमा मोबाइल कहिले नराख्नु होला। किन भन्दा मोबाइलको ब्याट्री लाइफ चाहिँ के हुन्छ भन्दा त्यो डिग्रेड हुन्छ, प्लस मोबाइलमा हिट चाहिँ बढी जेनेरेट हुन्छ। मोबाइलको रेडिएसन एक्सपोजरले गर्दा तपाईको ब्रेनलाई डाइरेक्ट असर गर्छ हैन, त्यो खालको कुराहरू हुन्छ। अनि अर्को कुरा के छ भनेर भन्दा तपाईको मोबाइल तात्ने अनि पड्किने एक्सप्लोइड हुने चान्स पनि बढी हुन्छ। सो यसको लागि मोबाइलमा एउटा फिचर्स दिएको हुन्छ के, किनकि हामीले त्यो जसरी हामी अब हाम्रो टाइम भएपछि हामी सुत्न जान्छौँ, त्यसरी नै मोबाइललाई पनि ठ्याक्क हामी पनि सुत्ने अनि मोबाइल पनि सुत्ने, अनि पछि ठ्याक्क हामी उठ्दा मोबाइल पनि उठ्ने खालको फिचर्स चाहिँ हामीले एक्टिभेट गर्न सक्छौँ। त्यो कसरी गर्ने भन्ने कुरा चाहिँ म तपाईलाई आज यस भिडियोबाट देखाउँछु। अनि यदि तपाईले यो भिडियो एक्टिभेट गर्नुभयो भने आइपर्ने यी सबै प्रब्लमहरू के गर्न सक्नुहुन्छ, तपाईले एभोइड गर्न सक्नुहुन्छ, यो सबै प्रब्लमबाट निक्लिन सक्नुहुन्छ। सो आउनुस् भिडियोलाई सुरु गरौँ। त्यसको लागि सबैभन्दा पहिला हामी अब मेनुमा जाउँ। मेनुमा गइसकेपछि हामी त्यसपछि सेटिङमा जानेछौँ साथीहरु। सेटिङमा जानुस्। सेटिङमा गइसकेपछि सिस्टम एन्ड अपडेटमा जानुस्। त्यसपछि माथि स्क्रोल गर्नुस् अनि स्केड्युल पावर अन अफमा जानुस्। यहाँ गएर ट्याक्क अब अटो पावर अन भन्ने छ। तपाईं बिहान कति बजे उठ्नुहुन्छ त्यही सेट गर्नुस्। म चाहिँ 3:30 बजे उठ्छु। सो मैले 3:30 AM गरेर अनि यो तल एभ्रीडे भन्ने छ, यहाँ हेर्नुस्। यो तल यो जुन छ यहाँ चाहिँ यो एभ्रीडे सन्डे मन्डे ट्युजडे वेडनेसडे थर्सडे फ्राइडे स्याटरडे सबै ओके गरिदिएर फिनिश गर्नुस्। त्यसपछि पावर अफ अटो पावर अफ कहिले गर्ने हो त भनेर भन्दा कति बजे सुत्नुहुन्छ तपाईँ? 10 बजे सुत्नुहुन्छ, 11 बजे सुत्नुहुन्छ हैन, कति बजे सुत्नुहुन्छ त्यसको लागि फेरि यहाँ सेट गर्नुस्। त्यसको लागि चाहिँ फेरि PM सेट गर्नुस् होला है। अनि सन्डे मन्डे ट्युजडे वेडनेसडे थर्सडे फ्राइडे यो सबैलाई चेक गर्नुस्। यहाँ मन्डेलाई मैले हटाएँ नि हैन, अब बाँकी 6 वटा मात्रै आयो, तर मन्डेलाई पनि सर्लक सबैलाई गरिसकेपछि अनि एभ्रीडे यही टाइममा चाहिँ के हुन्छ अफ हुन्छ। यसलाई नि फिनिश गर्नुस्। अब तपाईको यो सेट भयो। धन्यवाद।